अरे यो खोर्सानी त एक रति पनि पिरो छैन छ नि, कस्तो खालको खोर्सानी हो? यसलाई त भन्छ त नि तरकारी खाने खोर्सानी भनेर। बाप रे बाप, अब यो खोर्सानीको तरकारी खान स्वाद हुने रहेछ। अलिकति पनि पिरो नहुने। बाप रे, होइन कहाँबाट ल्याएछ यसको बिउ तैँले? बजारबाट 1000 रुपियाँ केजीको किनेर लिएर आएको। साथीहरू, यदि तपाईँहरू यो देशको झन्डालाई सच्चा मनदेखि माया गर्नुहुन्छ भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गर्नुहोला। राम राम। यति सबै लगेर हामीले बेच्यौँ भने त फाइदा हुन्छ होला है। कसले बेच्छ, घरैमा खाने हो नि, उब्रेको त बेच्नु पर्यो आदि। ल त मान्न सघाउँछस् कि गएर आगो फुक्छस्? म मान्न सघाउँछु, बरु त आफै पका न, तैँले दामी पकाउँछस्। हेरेर फुर्किएको, ल बस्दै गर, म पकाएर लिएर आउँछु। अरे वाह, उसिनिएको मिठो हुँदो रहेछ। ल हेर, कुन चाहिँ खान्छस्? यो झोलाले करिकरी हात कस्तो छ? अरे बाप रे बाप, यति मिठो त मैले जिन्दगीमा खाएको पनि थिइनँ। तैँले भुटेको पनि दामी भएछ, झोल हालेको दामी भएछ त्यो पनि। खोइ खोइ खोइ, उठालु त